हुन त नेपालमा यसअघि पनि चुनाव धेरै पटक भइसकेको नै हो, तर यसपालिको चुनाव भने बडो इन्ट्रेस्टिङ र ऐतिहासिक बन्नेवाला छ। एकातिर पुरानो राजनीतिक दल एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह एउटै क्षेत्रबाट चुनाव लड्दैछन्। दुवै पार्टीले प्रधानमन्त्रीका दावेदार बनाएका व्यक्तिहरू एउटै क्षेत्रबाट चुनाव लड्दै गर्दा पुराना पार्टी र पुरानो नेतृत्वलाई हराएर जेन्जीको मागलाई सम्बोधन गर्न बालेन शाहको नेतृत्वमा आगामी सरकार गठन गर्ने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सजिलो भने छैन। तर पछिल्लो समयको बालेनको सक्रियता र देशव्यापी कार्यक्रमले भने उनको लोकप्रियतासँगै चुनाव जितेर प्रधानमन्त्री बन्ने सम्भावना पनि देखाएको छ। चुनावी प्रचारमा सक्रियता देखाएका बालेन शाहले मधेसका जिल्लाहरूदेखि पूर्वका जिल्ला र अहिले पश्चिमका जिल्लाहरूमा धमाधम उपस्थिति देखाइरहँदा त्यहाँका जनताको सहभागिता पनि उल्लेख्य देखिन्छ। यसबाट के स्पष्ट हुन्छ भने अहिलेको अवस्थामा नेपालको मुहार फेर्न सक्ने क्षमता भएको व्यक्तिको रूपमा बालेनलाई लिने गरिएको छ। हुन त विगतदेखि नै लगातार झापा 5बाट चुनाव जित्दै आएका केपी शर्मा ओलीलाई समेत यसपालि जित्छु कि जित्दिन भन्ने यकिन गर्न गाह्रो परिरहेको देखिन्छ। यसरी बालेन शाह नयाँ शक्तिको रूपमा उदाइरहँदा बालेनलाई असफल बनाउने प्रयास पनि उत्तिकै भएका छन्। एकातिर बालेनलाई मार्ने धम्की आइरहेका छन् भने अर्कोतिर बालेन विरुद्ध बिना कारण मुद्दा लगाएर फसाउने षड्यन्त्र पनि भइरहेका छन्। साथै बालेन शाह र केपी ओली बीच राजनीतिक प्रतिस्पर्धासँगै आरोप प्रत्यारोपको पनि उत्तिकै भिडन्त हुने गरेको देखिन्छ। यता विशेष महाधिवेशनबाट गगन थापा काङ्ग्रेस सभापति भएसँगै शेरबहादुर देउवा भने चुनावी मैदानबाटै बाहिरिएका छन् भने झापा 5बाट बालेन शाहले केपी ओलीलाई पनि चुनावबाटै आउट गर्नुपर्ने देखिन्छ। त्यसको लागि देशभरबाटै नयाँ थालनीको सुरुवात गर्नुपर्ने देखिन्छ। आगामी निर्वाचनबाट बालेन शाहको नेतृत्वमा देश विकासको नयाँ खाका कोर्नको लागि सबै जनता र नागरिकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतले विजयी गराउनुपर्छ।